नमस्कार, सुरु गरौँ सर। ल हेर्नु है क्वेसन नम्बर 1 मा नेपालको हावापानीमा विविधता हुनुको कारण कुन हो भनेको छ। अथवा नेपालको हावापानीले प्रभाव पार्ने तत्त्व कुन हो भने पनि हुन्छ है। नेपालको हावापानीले प्रभाव पार्ने तत्त्व के हो? मुख्य कुरा चाहिँ के हो? अक्षांश हो कि बुझ्नुभयो नि। यहाँ हेर्नुलाई वन जङ्गलको स्थितिमा भिन्नता, यो ठिक छ, यो पनि हो। धरातलको उचाइ यसले पनि प्रभाव पार्छ। अनि गएर अक्षांशको स्थितिमा फरकपन भनेको छ, यो पनि ठिक छ। अनि गएर प्राकृतिक स्रोतमा विविधता भनेको छ, यो पनि ठिक छ। यसमा माथिको सबै हुन्छ यो कारण है, यो अल अफ एबोभ। एन्सर हो यो है। यो क्वेसन लेख्नु परेन, सबैसँग क्वेसन छैन। नेपालमा बहुआयामी गरिबीको प्रतिशत कति रहेको छ भनेको छ। यो अहिलेको बहुआयामी गरिबी मल्टिडाइमेन्सनल पोभर्टी छ 17.4% यो बहुआयामी 17.4 छ। गरिबी मात्र भन्यो भने चाहिँ 20.27 छ है। गरिब पोभर्टी कति छ? 20.27 छ। बहुआयामी गरिबी 17.4 छ है, जानु होला यो। अनि यो बहुआयामी गरिबी चाहिँ यो 16औं योजनामा यसको तथ्याङ्क केही दिएको छैन। अहिलेको जानु होला, अहिले 17.4 छ है यो। प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गराएका थिए भनेको छ। यो 1727 मा गरेका हुन् है। विक्रम सम्वत 1727 मा गरे। आफ्ना छोराको मृत्युले चिन्तित भएकी रानीलाई सान्त्वना दिनको लागि विक्रम सम्वत 1727 जानु होला यो। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप 28 कुन देशमा सम्पन्न भयो भनेको छ। यो कोप सुन्नुभयो नि, यो सिओपी कोप भन्छ यसलाई, कन्फरेन्स अफ पार्टिज को 28औं बैठक यो कहाँ भएको? यो युएई मा भएको। यो युएई मा भएको 2024 मा या 2023 मा। 2024 मा भएको चाहिँ कहाँ हो? कोप 29 कहाँ भएको? कोप 29 भन्नु, कोप 29 भएको अजरबैजान भन्छ, सुन्नुभयो नि। अजरबैजानको राजधानी बाकुमा भएको कोप 29। यो त्यसको मिति पनि जान्नु, 2024 को नोभेम्बर 11 देखि 22 सम्म नेपालबाट राष्ट्रपति गएको, जो पनि जान्नु होला है, राष्ट्रपति गएको। अनि गएर कोप 1 कहाँ भएको हो? यो कोप 1 भएको बर्लिन भन्ने थाहा छ नि, जर्मनीको बर्लिनमा भएको कोप 1। कोप 30 कहाँ हुँदैछ? कोप 30 भनेको छ हुँदैछ ब्राजिलमा हुँदैछ है। 2025 मा ब्राजिलमा कोप 30 हुँदैछ। अनि गएर यो कोप 29 को जान्नु होला। यो कोप 29 ले एउटा एनसीक्यूजी भन्ने यो पारित गरेको छ कि बुझ्नुभयो नि। यसमा सहमति भयो एनसीक्यूजी भन्नेमा कोप 29 मा। तपाईँले कहिले काहीँ यस्तो आउन सक्छ यो न्यू कलेक्टिभ क्वान्टिटेटिभ गोल है। न्यू कलेक्टिभ क्वान्टिटेटिभ गोल भनेर यो चाहिँ केसँग सम्बन्धित छ भने जलवायु वित्त लक्ष्य, बुझ्नुभयो नि, क्लाइमेट फाइनान्स टार्गेट हो। यो चाहिँ जलवायु परिवर्तनले विकासोन्मुख देशहरूलाई पारेको जुन प्रभाव हो त्यो प्रभावलाई रोक्नको लागि विकसित देशहरूले त्यस्ता विकासोन्मुख देशहरूलाई चाहिँ त्यो लस एन्ड ड्यामेज फन्ड भनेर त्यसको बाद दिनुपर्छ। त्यसको लागि चाहिँ प्रति वर्ष $1.3 ट्रिलियन आवश्यक पर्थ्यो। तर त्यो कतिमा सम्झौता भयो? $300 बिलियन मा सम्झौता भएको है। यो जान्नु होला, यो $300 बिलियन। अनि गएर यो कोप छ नि, यो कोपको आयोजना कसले गर्छ? यो कोपको आयोजना तलको मध्ये कुन संस्थाले गर्छ? कसले गर्छ सोध्यो भने त्यो गर्छ UNFCCC ले गर्छ है। यो कोपको आयोजना कसले गर्छ? UNFCCC ले गर्छ। यो पनि जान्नु होला, UNFCCC ले यसलाई कोप हरेक वर्ष कोपको आयोजना गर्छ। युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज, यो जान्नु UNFCCC ले हरेक वर्ष कोपको आयोजना गर्दछ। पहिलो कोप 1995 मा बर्लिनमा भएको। त्यसपछि गएर कोप 29, कोप 28 सोधेको छ यहाँ। कोप 28 युएई मा भएको, कोप 29 अजरबैजानको बाकुमा भएको, कोप 30 ब्राजिलमा हुँदैछ 2025 मा। यो भएका मध्ये कोप 3 जानु होला। कोप 3 भनेको 1997 मा भएको
जापानको क्योटोमा। त्यसले चाहिँ क्योटो प्रोटोकल अनुमोदन गरेको थियो। अर्को कोप 21 पनि जान्नु होला। कोप 21ले चाहिँ त्यो क्योटो प्रोटोकललाई विस्थापित गरेर पेरिस सम्झौता भन्नु गरेको थियो है। यो त्यसले अब तपाईँले रेगुलर क्लासमा यसमा डिटेलमा पढ्नुपर्छ यो। ल 5 नम्बरमा हेर्नु डाइनामाइटका आविष्कारक को हुन् भनेको छ। डाइनामाइटका जान्नु होला, त्यो हुन् अल्फ्रेड बर्नार्ड नोबेल। बर्नार्ड होइन, अल्फ्रेड बर्नार्ड नोबेल। अल्फ्रेड बर्नार्ड नोबेल यिनी कुन देशका हुन्? यिनी हुन् स्विडेनका हुन् यिनी नोबेल। यिनीले पत्ता लगाएको जुन डाइनामाइट हो, डाइनामाइटलाई बेचेर त्यसबाट प्राप्त भएको सम्पत्तिलाई चाहिँ नोबेल पुरस्कारको रूपमा स्थापना गरिएको सन् 1896 मा र 1901बाट नोबेल पुरस्कार वितरण गर्न सुरु गरिएको है। सुरुमा कतिवटा विधामा? सुरुमा 5वटा विधामा र 1969 मा इकोनोमिक्स थपेर 6वटा विधामा नोबेल पुरस्कार दिन्छ है। माइकल फ्याराडे सुन्नुभयो नि? माइकल फ्याराडे यिनले के पत्ता लगाए? माइकल फ्याराडेले डाइनामो पत्ता लगाए, जेनेरेटर पत्ता लगाए, इलेक्ट्रिक मोटर पत्ता लगाए, ल अफ इलेक्ट्रोलाइसिस, थ्योरी अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन यिनी माइकल फ्याराडेले पत्ता लगाएका हुन्। यिनलाई प्रिन्स अफ एक्सपेरिमेन्ट भनिन्छ, फादर अफ इलेक्ट्रिसिटी भनेर चिनिन्छ। यो जान्नु होला है। यो जे प्रिस्टले पनि जान्नु, त्यो मसर यो आवश्यक पर्दैन यो मान्छेको नाम। जे प्रिस्टले अक्सिजन पत्ता लगाएका हुन्। ल 6 नम्बरमा हेर्नु नेपालले सन् 2030 सम्ममा कुपोषण माल न्युट्रिसनको दर 1901 मा सन् 1901 मा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको। 1901 मा कतिवटा जान्नु होला? 1901 मा 5वटा विधा भनेको 5वटा विषय भनेको यो 5वटा विषयमा सुरुमा अनि 1969 मा कुन अथवा तपाईँलाई एक्जाम सोध्न सक्छ सबभन्दा अन्तिममा वितरण गर्न सुरु गरिएको कुन विषयमा नोबेल पुरस्कार दिन थालिएको अन्तिममा भन्यो भने इकोनोमिक्स है, अर्थशास्त्र। नेपाली अर्थशास्त्रमा अन्तिममा है। यो पहिले 1969 मा अर्थशास्त्रमा हो। विधा थाहा नि कुन विधामा दिन्छ भनेर? होइन, त्यसरी नै भौतिक फिजिक्समा, केमिस्ट्रीमा, त्यसरी मेडिसिनमा, पिसमा, लिटरेचरमा, इकोनोमिक्समा दिन्छ क्या। तपाईँले जान्नु होला है। इकोनोमिक्स यो 2023-2024 मा कसले पाए त्यो जान्नु। यो 100वटा मध्ये एउटा पुरस्कार चाहिँ यो स्विडेनबाट वितरण गरिन्न, स्विडेन बाहिरबाट गरिन्छ। त्यो भनेको शान्तिको नर्वेको ओस्लोबाट दिइन्छ। शान्तिको नर्वेको ओस्लोबाट, अरू बाँकी रहेको चाहिँ सबै स्विडेनको स्टकहोमबाट वितरण गरिन्छ। नेपालले सन् 2030 सम्ममा कुपोषणको दर कतिमा झार्ने भनेको छ? त्यो भनेको 15% मा झार्ने लक्ष्य छ है। यो है 2030 सम्ममा कतिमा झार्ने भन्छ? 15% मा कुपोषणको रेटलाई झार्ने भनेको छ। जान्नु होला यो तपाईँले यसमा तपाईँले यो कुपोषण किन यो इम्पोर्टेन्ट छ भन्दाखेरि जुन सस्टेनेबल डेभलपमेन्ट गोलको दोस्रो नम्बरमा छ नि जेरो हङ्गर भनेछ नि, हो त्यो जेरो हङ्गर त्यसैको एउटा चाहिँ यो तथ्याङ्क हो जेरो हङ्गर है। त्यसैले कुपोषण जान्नुपर्छ, तपाईँले पुड्को बन्न जान्नुपर्छ, ख्याउटे बन्न जान्नुपर्छ होइन। भोकमरी सूचकाङ्कमा खाद्य असुरक्षा छ नि, हो त्यसमा नेपालको कति स्तरमा छ भन्दै त्यस्ता डाटाहरू तपाईँले पढ्नुपर्छ। ल अब 7 नम्बरमा हेर्नु नेपालको वर्तमान संविधानको पहिलो संशोधन कहिले भयो भन्छ? संशोधन 2 पटक भयो संविधान, नेपाल संविधान है। यो पहिलो भएको 2072 को फागुन 16 गते पहिलो संशोधन है, फागुन 16 गते जान्नु है, 2000 फागुन 16 गते। अनि दोस्रो संशोधन चाहिँ कहिले हो? 2077 को असार 4 गते दोस्रो संशोधन असार 4 गते भयो। फागुन 16 भन्छ यो हुन्छ बी नम्बर इज राइट एन्सर। 8 नम्बरमा हेर्नु संयुक्त राष्ट्र सङ्घको बडापत्रमा तलका मध्ये कुन सहरमा हस्ताक्षर गरेको थियो? संयुक्त राष्ट्र सङ्घको बडापत्र मात्र लेख्नु। संयुक्त राष्ट्र सङ्घको बडापत्र तलका मध्ये कुन सहरमा हस्ताक्षर गरिएको थियो? यो अमेरिकाको सन फ्रान्सिस्को है, बुझ्नुभयो नि? सन फ्रान्सिस्को सम्मेलनमा, बुझ्नुभयो नि? सन फ्रान्सिस्को सम्मेलनमा बडापत्रमा हस्ताक्षर गरेको 1945 को जुन 26 मा है, जुन 26 मा। यो कहिले लागू भएको? यो बडापत्र लागू भएको चाहिँ कहिले हो? 1945 को अक्टोबर
24 मा। त्यो स्थापना संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भयो भन्यो भने यही हो। बुझ्नु नि, संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको 1945 अक्टोबर 24 मा। त्यसै दिन त्यसको बडापत्र जुन युएन चार्टर छ नि, त्यो चार्टरको इन्ट्री इन्टु फोर्स भएको। यो तपाईँले एकदम सोध्छ है, यो जुन यो सम्मेलन छ नि, सन फ्रान्सिस्को सम्मेलन, त्यसमा 50वटा देशहरूले चाहिँ यसमा हस्ताक्षर गरेका हुन्। 51 खास यसको संस्थापक कतिवटा हुन्? युएनको संस्थापक देशहरू 51वटा है। 51 कुन हो? 51 संस्थापक देश हो पोल्यान्ड, त्यो पनि जान्नु होला। फेब्रुअरी 2026 को हिउँदे ओलम्पिक, विन्टर ओलम्पिक हो यो, जान्नु होला। विन्टर ओलम्पिक यो कहाँ हुँदैछ भन्दा इटालीमा हुँदैछ यो है, इटालीमा हुँदैछ यो। अनि 2000 अर्को जान्नु होला है। अब अर्को अब ओलम्पिक यहाँले 28 जान्नु होला। यहाँले अर्को 28मा कहाँ आउँदैछ यो? समर ओलम्पिक्स आउँदैछ। समर ओलम्पिक्स 2028मा हुँदैछ यो। त्यसमा त पहिलोपटक क्रिकेटलाई पनि राखिएको छ ओलम्पिकमा, र यो हुने हो लस एन्जल्स हो क्या, अमेरिकाको लस एन्जल्समा हुँदैछ। अब हुने ओलम्पिक 2028मा हुने ओलम्पिक्स लस एन्जल्समा हुँदैछ अमेरिकाको है, त्यो पनि जान्नु होला। पोस्ट कपमा डीको अर्थ के हुन्छ? सुन, पोस्ट कप कसले, यो पोस्ट कप, त्यो पोस्ट कप कसले सुरु गरेको? पोस्ट कप भनेर लुथर ग्लिक, लुथर गुलिक है, लुथर गुलिकले पोस्ट कप दिएका हुन्। पोस्ट कप भने पी भनेको के होला भन्नु? पी भनेको प्लानिङ हो, ओ भनेको अर्गनाइजिङ, एस भनेको स्टाफिङ, डी भनेको डाइरेक्टिङ, सिओ भनेको कोअर्डिनेसन, आर भनेको रिपोर्टिङ, बी भनेको बजेटिङ, रिपोर्टिङ अनि गरेर बजेटिङ, यो भनेको जानु होला। डी भनेको के रहेछ? डिरेक्टिङ है, डिरेक्टिङ। कसले दिएको पोस्ट कप? कसले दिएको भने तपाईँ एकदमै सोध्छ त्यो। निजामती कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा। हजुर 9 नम्बर ए सरी सार्क उद्योग वाणिज्य सङ्घको प्रधान कार्यालय छ पाकिस्तानको इस्लामाबादमा छ है, यो है पाकिस्तानको इस्लामाबादमा छ। नेपालमा के होला ल भन्नु? नेपालमा एउटा सचिवालय छ। नेपालमा तपाईँ अर्को जान्नुपर्ने भनेको यो उद्योग वाणिज्य सङ्घ भन्दा पनि तपाईँले के जान्नु होला भन्दाखेरि 5वटा केन्द्र जान्नुको, सार्कका 5वटा केन्द्र जान्नु। एउटा कृषि सूचना केन्द्र भन्ने छ, त्यो बङ्गलादेशको ढाकामा छ। एउटा चाहिँ छेर तथा एचआइभी एड्स केन्द्र, एचआइभी केन्द्र छ, त्यो भक्तपुर, नेपालको भक्तपुरमा छ। अर्को सांस्कृतिक केन्द्र भन्ने छ, त्यो श्रीलङ्काको कोलम्बोमा छ। अर्को छ ऊर्जा केन्द्र भन्ने छ, ऊर्जा केन्द्र पाकिस्तानको इस्लामाबादमा छ। अर्को वातावरण तथा विपद व्यवस्थापन केन्द्र भन्ने छ, त्यो चाहिँ नयाँ दिल्लीमा छ है। यो 5वटा केन्द्र जान्नु होला। ल अर्को हेर्नु 12 नम्बरमा है, यो निजामती कर्मचारीको यो बोर्डुवाको लागि है, यो बोर्डुवाको लागि कार्यक्षमता मूल्याङ्कन गर्दा भौगोलिक क्षेत्रको चाहिँ कति हुन्छ? भौगोलिक अङ्कको 16 अङ्क हुन्छ। यो तालिमको कति हुन्छ? तालिमको 2 हुन्छ, बुझ्नुभयो नि। शिक्षाको कति हुन्छ? शिक्षाको 12 हुन्छ। त्यसपछि गएर 16 भनेको भौगोलिकको हुन्छ, 30 भनेको के को हुन्छ? ज्येष्ठताको हुन्छ। कार्य सम्पादन मूल्याङ्कनको कति हुन्छ? 40 हुन्छ है। ल 13 नम्बरमा हेर्नु, संवैधानिक परिषदको अध्यक्ष को हुन्छ भनेको छ। साथै संवैधानिक परिषदहरू सुन्नुभयो? संविधानमा हेर्नु एकचोटि 284मा छ संवैधानिक परिषद भनेको। धारा कतिमा छ यो? 284। धारा 200 संविधानको 284मा छ संवैधानिक परिषद। यसको अध्यक्ष प्रधानमन्त्री हुन्छ। त्यसमा को रहन्छन् जान्नु कि संवैधानिक परिषदमा को रहन्छन्? तर्क मध्ये संवैधानिक परिषदको सदस्य को हुँदैन भनेर सोध्छ एक्जाममा। अध्यक्ष भनेको प्रधानमन्त्री हो। त्यसपछि गएर प्रधान न्यायाधीश हुन्छ। अर्को भनेको चाहिँ सभामुख हुन्छ नि, प्रतिनिधि सभाको सभामुख। त्यसपछि गएर प्रतिनिधि सभाको उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष। त्यसपछि गएर संसदमा प्रतिपक्ष दलको नेता, भन्नुभयो नि, प्रमुख प्रतिपक्ष दलको नेता चाहिँ त्यसको सदस्य हुन्छ। कति हजुर गर्नु न, प्रधानमन्त्री भयो होइन, प्रधानमन्त्री अध्यक्ष हुन्छ होइन, प्रधानमन्त्री अध्यक्ष भयो। अरू सदस्यमा चाहिँ एउटा प्रधान न्यायाधीश हुन्छ होइन, प्रधान न्यायाधीश, अनि गएर सभामुख, उपसभामुख, अनि गएर राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको अध्यक्ष, अनि विपक्षी दलको नेता, बुझ्नुभयो नि। प्रमुख संसदको है यो, प्रमुख प्रतिपक्ष दलको नेता 1 2 3 4 5 6 सदस्य हुँदो रहेछ क्या यो है।
र यसको चाहिँ सदस्य सचिवको काम कसले गर्छ? संवैधानिक परिषदको सदस्य सचिवको रूपमा कसले कार्य गर्दछ भने नेपाल सरकारको मुख्य सचिवले के गर्छ? सदस्य सचिवको काम गर्छ। अब जान्नु 13 नम्बरको जान्नु संवैधानिक परिषदको अध्यक्ष को हुन्छ भने प्रधानमन्त्री हुन्छ। अब यहाँ त अरू हेर्नु है, यो न मुख्य सचिव सदस्य सचिव हो, अर्थमन्त्री त्यसमा सदस्य नै हुन्न, सामान्य प्रशासनको सचिव पनि नै हुँदैन, यिनीहरू त सदस्य नै हुँदैन नि। स्थानीय तहको ओडाको केन्द्र कुन निकायले निर्धारण गर्छ भनेको छ। अब यहाँ चाहिँ हेर्नु, यो यहाँ दिएका मध्ये चाहिँ सामान्य प्रशासन मन्त्रालय लगाउनु, उसले सिफारिस, त्यहाँको ओडाले चाहिँ सिफारिस गर्छ। तर यस्तो त ओडा किन सोध्ला, स्थानीय तहको सोध्यो भने चाहिँ स्थानीय तहको चाहिँ यहाँ गाउँसभाले गर्छ के बुझ्नुभयो नि। ओडाको त्यो ओडाले नै गर्ने भयो, तर त्यसलाई अन्तिममा चाहिँ यसले गर्ने बुझ्नुभयो नि, ओडाको केन्द्र कहाँ रहने भनेर। तर यो ओडा खास यो इज नट इम्पोर्टेन्ट, यो चाहिँ। तर स्थानीय तह हुन्छ, नेपालमा 753वटा स्थानीय तह छन्। तर तपाईँलाई यहाँ ओडाको केन्द्र नछोडेर ओडाको सिमाना दिएको भयो, यहाँ ओडाको सिमाना हुनुभयो नि। यो ओडाको सिमाना दिएको भए चाहिँ कसले गर्छ? त्यो मन्त्री परिषदले गर्छ बुझ्नुभयो नि। ओडाको सिमाना दिएको भए चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गर्छ। यो स्थानीय तहको केन्द्र सोध्यौ नि, स्थानीय तहको केन्द्र चाहिँ कसले हो? स्थानीय तहको केन्द्र चाहिँ त्यो स्थानीय तहको गाउँसभा हो भने गाउँपालिका हो भने गाउँसभा, नगरपालिका हो भने नगरसभाले त्यसको केन्द्र निर्धारण गर्छ। यो है, त्यसको दुई तिनले पारित गर्नुपर्छ क्या त्यो। 15 नम्बरमा हेर्नु, महालेखा परीक्षकले आफ्नो कामको वार्षिक प्रतिवेदन कहाँ पेश गर्दछ? महालेखा परीक्षक भनेको नि एउटा संवैधानिक निकाय हो है। यो तपाईँले जान्नु होला, यो म तपाईँलाई यहाँ लेखिदिन्छु। यहाँ यो भाग लेख्ने, भाग 21 देखि 27सम्म जान्नु। यो 21 27 कुन कुन संवैधानिक कतिवटा? 13वटा छन्, 13वटा संवैधानिक आयोगहरू छन्, ती जान्नु होला तपाईँहरूले। तिनको अध्यक्ष को हुन्छ त्यो जान्नु। त्यसमध्ये एउटा महालेखा परीक्षक बुझ्नुभयो नि। भाग कतिमा छ यो भाग 22मा छ महालेखा परीक्षक। यसले आफ्नो कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँछ। यसले है राष्ट्रपतिले बुझाउँछ। राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संसदमा त्यो प्रतिवेदन आइपुग्छ र संसदमा आएर त्यो संसदीय समितिमा आएर के हुन्छ? छलफलको विषय बन्छ। है 15 नम्बरको बी हुन्छ एन्सर। अनि 16मा हेर्नु, नेपालमा घुम्ती सेवा। नेपालमा हजुर त्यही हुन्छ त, त्यहाँ पुरै मन्त्रालयको नाम दिएन नि त। यहाँ खासै ओडाले नै गर्ने हो त्यो बुझ्नु नि, ओडाले नै गर्छ त्यहाँको सहमतिमा। तर पश्चिममा चाहिँ त्यो छुट्याउने चाहिँ त्यो अन्तिममा आउँछ, यो मन्त्रालयमा आउने है, त्यो सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय। यहाँ नाम चाहिँ थोरै छ, तर यस्तो यही रहेछ त, यही रहेछ त है। योभन्दा त यो बेटर भयो ल। यो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यो त हामीले सुरुमै हेरेछ सङ्घीय मामिला हो। यो अहिले चाहिँ पहिला चाहिँ यो सङ्घीयता हुनुभन्दा अगाडि चाहिँ के थियो? सामान्य प्रशासन मन्त्रालय थियो। सङ्घीयता आइसकेपछि नाम चाहिँ के भएको छ? सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। है यो साथीले सम्झाउनु भयो ल। अर्कोले पनि 15 नम्बरको भयो है, यो महालेखा परीक्षक भाग 22। नेपालमा घुम्ती सेवा जानु होला। यो मोबाइल सर्भिस हुन्छ नि, घुम्ती सेवा। घुम्ती सेवा भनेको चाहिँ अब कहिलेकाहीँ यो नागरिकता टोली भयो यताउति गरेर गाउँघरसम्म अथवा जनताको नजिक सेवा पुऱ्याउँछ क्या, यो बुझ्नुभयो नि। त्यो चाहिँ 2060मा, तर सुरुवात चाहिँ 61मा गरेको। 61 यहाँ अप्सनमा छैन, त्यो 2060 लगाउनु। खास यहाँ 2061 भइदिएको भयो, यहाँ 2061 लगाउनु पर्थ्यो है। यो यदि अप्सनमा 2061 साल भएको भए चाहिँ 2061 लगाउनु पर्थ्यो। ल अर्को हेरौँ 17 नम्बरमा। हजुर 16को एन्सर बी लेख्नु। यदि यहाँ 61/61 हुन्थ्यो फेरि यहाँ। नागरिक बडापत्र जानु है। नागरिक बडापत्रले कानुनी मान्यता प्रदान गर्ने पहिलो कानुन हो सुशासन है। सुशासन ऐन 2064 है। यो सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन हो 2064। तत्सम्बन्धी नियमले 2066। अन्य प्रधान सुशासन दूत खास चाहिँ यो जुन नागरिक बडापत्र छ नि, नागरिक बडापत्र विश्वमा कहाँबाट आएको? यो 1991मा बेलायतबाट आएको बुझ्नुभयो नि। बेलायतमा हो, बेलायतबाट जोन कसले हो?
जोन मेजरले हो, जोन मेजर। यो जान्नले एउटा नागरिक बडापत्र। अनि नेपालमा चाहिँ कहिले हो? नेपालमा चाहिँ 2056 सालमा हो कार्यक्रम है। 2000 कार्यक्रम। यो नागरिक बडापत्र एउटा कार्यक्रम औपचारिक रूपमा 2061 सालमा हो। अनि कानुनी मान्यता दिएको चाहिँ यसले है यो। अनि अर्को चाहिँ क्षतिपूर्ति सहितको पनि छ नि अहिले त। क्षतिपूर्ति सहितको नागरिक बडापत्र सोध्यो भने चाहिँ यो 2070 सालमा है यो वैशाख 2 गतेबाट। ल जरुरी चिठी माथि पेश गर्नु भनेको एउटा शाखाबाट आफ्नो माथिल्लो तहमा भन्नुभयो नि, एउटा तहबाट अर्को माथिल्लो तहमा पेश गर्नुपर्ने भयो भने जरुरी चिठी चाहिँ कति दिनभित्र? 2 दिनभित्र गर्नुपर्छ है यो। उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने शर्तमा गरिन्छ भनी परिभाषित गर्ने व्यक्ति हुन्। यो डाल्टन ई मैकफार्लैंड भन्ने है यो। 19 को ए इज राइट एन्सर है। 19 नम्बरको एन्सर हो ए हो। बिसमा हेर्नु, यो त सजिलो छ है। 20 नम्बर तपाईँले सुनिरहनु होला। द वेल्थ अफ नेसन नामक पुस्तकालय लेखौँ एडम स्मिथ। फादर अफ इकोनोमिक्स नै होला कि एडम स्मिथ नै फादर अफ इकोनोमिक्स हो। ल तपाईँलाई धेरै सोध्छु है। त्यो एफडब्ल्यू टेलर भनेको के लागि चर्चा छ? एफडब्ल्यू टेलर साइन्टिफिक म्यानेजमेन्ट थ्योरी है। एफडब्ल्यू टेलर जानु होला। साइन्टिफिक म्यानेजमेन्ट थ्योरी। हजुर हेनरी फयालको त 14 प्रिन्सिपल अफ म्यानेजमेन्ट हेनरी फयालका छन्। ल यति गरौँला आजको। ल मोस्ट इम्पोर्टेन्ट नै हो। जस्तै अहिलेको लुथर विलिक्स छ नि, पोस्ट कपको कसले दिएको भनेर ब्युरोक्रेटिक थ्योरी कसले दिएको। त्यसपछि गरेर त्यो मोटिभेसनका छन् नि, मोटिभेसन तपाईँ जान्नुपर्छ। भयो ल सर आजलाई यति है। ल सबैलाई नमस्कार। कति नम्बर? 1 नम्बर क्वेशन हो। फर्स्ट नेपालको हावापानीमा विविधता आउनुको मुख्य कारण हो हेर्नुलाई। यो सबै हुँदै हो। तपाईँले प्राकृतिक स्रोतमा विविधता मात्र कहाँ हुनुहुन्छ? यो नेपालको हावापानीलाई पर पार्ने जानु यो वन जङ्गलको यो छ नि यो भेजिटेसन कुन जीवनको वन जङ्गल भन्दा भेजिटेसन जान्नु। अनि गएर यो इलिभेसन जुन हाम्रो धरातल भौगोलिक स्वरूप छ नि त्यो पनि हो। अक्षांश त 1 नम्बरमा अक्षांश हो। अर्को भनेको समुद्रदेखिको दूरी हो। यो प्राकृतिक स्रोतको विविधताले पनि के गर्छ? हावापानीलाई प्रभाव पार्छ। माथिको सबै हुने कुनै एउटा मात्र हुँदैन। तपाईँले यहाँ सबैभन्दा राम्रो भने चाहिँ तपाईँले डिसीको लगाउनुपर्छ एन्सर। फेरि यो धरातलमा उठ्दैछ नि त्यो हुनुपर्छ। एउटा मात्र लगाउनु भयो त्यसमा सबै हो माथिको स्रोत हो। अब चाहिँ हामी टेक्निकल क्वेसन हेर्छौँ है त। 1 देखि हजुरको अनलाइनमा सम्भवत रिजल्ट आइसकेको छ होला। आएको छैन भने पनि आउनेछ। यो पेपर चाहिँ हजुरहरूले चाहिँ ट्याक्क पाउनुहुन्न। यदि फिजिकल इक्जाम गर्न आउनुहुन्छ भने चाहिँ पेपर पाउने हो, अनलाइनले चाहिँ पेपर पाउँदैन है त। ल म चाहिँ हेमराज केसी। हजुरहरूलाई चाहिँ मैले रेगुलर क्लास लिनेछु। पुरानो स्टुडेन्टलाई चाहिँ थाहा छ होला, नयाँ स्टुडेन्टलाई चाहिँ हामी पछाडि इन्ट्रोडक्सन गर्दै गरौँ है त। ल हामी क्वेसन नम्बर 21 मा छ स्केल आर युज टु भनेको छ। स्केल भनेको चाहिँ नर्मली हामीले ड्रइङमा जुन रिड्युसिङ स्केल युज गरेको थियौँ अथवा इन्लार्जिङ स्केल युज गरेको थियौँ होइन, त्यस्तो किसिमको स्केल चाहिँ के को लागि युज गरिन्छ भनेको थियो। रिड्युसिङ भन्ने बित्तिकै चाहिँ जुन के छ सानो स्केलमा बनाइन्छ, इन्लार्जिङ बढाएर बनाइन्छ हो। त्यस्तो किसिमको स्केलहरू चाहिँ अब एउटा चाहिँ इन्लार्ज हाम्रो साइज चाहिँ बढाउनको लागि पनि युज गरियो होइन, घटाउनलाई पनि युज गरियो। त्यो कारणले गर्दा ए र बी मिल्यो भने चाहिँ या त अप्सन नम्बर ए बी भन्ने खोज्नु पर्यो होइन, छैन भने अल अफ द एबभ छ।
र यो बाहेक चाहिँ हामी यदि म्याप कुनै स्केलमा बनाएको छ भन्ने कुरा थाहा छ भने त्यसबाट हामीले लिनियर मेजरमेन्ट चाहिँ गर्न सक्छौँ अथवा एरिया निकाल्न चाहिँ सक्छौँ। देयरफोर अप्सन नम्बर सी इज अल्सो राइट। यसको एन्सर के भयो भन्नुहुन्छ भने अप्सन नम्बर डी भयो त। त्यसै गरी क्वेसन नम्बर 22 सेटिङ आउट अफ द सिम्पल कप बाई टु थेरोलाइट मेथड इन्भेन्ट भनेर जस्तो कि हामीले दुईटा थेरोलाइट मेथड युज गर्छौँ जसरी यसरी होइन। यो गर्दै गर्दा यसलाई हामीले के भन्छौँ भन्नुहुन्छ भने एङ्गुलर मेजरमेन्ट मेथड भनेर भन्ने गर्दछौँ होइन। एङ्गुलर मेजरमेन्ट मेथड भन्ने गर्छौँ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के हुन्छ ओन्ली एङ्गुलर मेजरमेन्ट हुन्छ। यो टु थेरोलाइट मेथडमा चाहिँ ओन्ली एङ्गुलर मेजरमेन्ट हुने कारणले गर्दाखेरि चाहिँ यसमा चाहिँ नो लिनियर मेजरमेन्ट बनाउन सकिन्छ। यसमा इलिमिनेट भनेको कारणले गर्दाखेरि मैले के लेखेँ भन्नुहुन्छ भने लिनियर मेजरमेन्ट भनेर है त। यसमा के हुँदैन लिनियर मेजरमेन्ट हुँदैन। ओन्ली एङ्गुलर मेजरमेन्ट गर्नको लागि के गरेको दुईटा थेरोलाइट राखेर के गरिन्छ भन्नुहुन्छ भने हामीले यसरी राखेर हामीले कर्भ सेटिङ गर्ने गर्दछौँ है त। क्वेसन नम्बर 23 द सर्वे विच डिपिक्ट द नेचुरल फिचर अफ द कन्ट्री। नेचुरल फिचर एन्ड टर्म्स देख्ने बित्तिकै के हेर्नु पर्यो भने चाहिँ टोपोग्राफिकल हेर्नु पर्यो। टोपोग्राफीले के गर्छ भन्नुहुन्छ भने नेचुरल डिटेल दिने गर्दछ। प्रोपर्टिज लाइनहरू जस्तो कि हजुरले पर्सनल प्रोपर्टिज लाइनहरूलाई हेर्नु पर्छ क्यारेक्टरिस्टिकल सर्वे होइन। इन्जिनियरिङ सर्वे भनेको चाहिँ नर्मली हामी कुनै पनि प्रोजेक्ट गर्दैछौँ भने त्यसको जुन हामीले म्याप बनाउँछौँ त जुन सर्वे गरिन्छ द्याट इज इन्जिनियरिङ सर्वे भन्ने गरिन्छ है त। इन्जिनियरिङ सर्वे जस्तो कि हजुरलाई चाहिँ ल सेन्ट्री पाइपहरू राख्नु पर्यो होइन वाटर सप्लाईहरू बनाउनु पर्यो रोडको सर्वे गरिन्छ त्यो भनेको त हाम्रो के हो भन्नुहुन्छ भने इन्जिनियरिङ सर्वे है त। अब एउटा अमिन आएर चाहिँ जुन मेजर गर्छ त्यसलाई हामी के भन्छौँ क्याडेस्ट्रियल सर्वे भन्ने छौँ है त। द फ्रग अफ द ब्रिक इन ब्रिक मेसनरी जेनरली नोन एज भन्छ। जस्तो कि कुनै पनि एउटा ब्रिकमा चाहिँ माथिबाट के गरेको हुन्छ डिप्रेसन युज गरेको हुन्छ। यस्तो किसिमको प्लानमा हेर्ने हो जस्तो किसिमको देखिन्छ। सही सेक्सनमा हेर्ने हो चाहिँ लेन्थको कुरा गर्नुहुन्छ भने 10 cm 4 cm यो डाइमेन्सनको जुन के गरेको हुन्छ डिप्रेसन युज गरेको हुन्छ। थिकनेसको कुरा गर्नुहुन्छ भने 1 देखि 2 हो। यो चाहिँ हाम्रो 1 mm देखि 2 mm सम्म हुन्छ है त। भनेको कुनै ब्रिकमा चाहिँ 1 mm को थिकनेस हुन्छ सरी डेप्थ हुन्छ डिप्रेसन हुन्छ कुनैमा चाहिँ 2 mm को डिप्रेसन हुने गर्छ। यसलाई हामी फ्रग भन्ने गर्छौँ। फ्रग जहिले पनि के हुन्छ भन्छ भने मथल्लो साइडमा राखिएको हुन्छ अथवा चाहिँ टप फेसमा राखिएको हुन्छ है त। अप्सन नम्बर बी। अब द पेन द्याट आर मोस्ट रेसिस्टेन्स टु फायर अथवा चाहिँ फायर रेसिस्टेन्स पेन के हो भनेको छ हाम्रो एल्युमिनियम पेन्ट इनामेल पेन्ट सिमेन्ट पेन्ट र एस्बेस्टस पेन्टमा हेर्ने हो भने चाहिँ हाम्रो मोस्ट फायर रेसिस्टेन्स पेन्ट भनेको के हो भन्नुहुन्छ भने एस्बेस्टस पेन्ट हो। जहाँ चाहिँ हामीले फायर रेसिस्टेन्स चाहिन्छ अथवा चाहिँ आगोबाट हुन सक्ने क्षतिहरूको लागि चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ नर्मल्ली एस्बेस्टस पेन्टहरू युज गर्ने गरिन्छ है त। कसैलाई केही क्वेसन छ भने चाहिँ माइक अन गरेर सोध्न सक्नुहुन्छ है त। हुन्छ होला है। द सल्भेन्ट युज इन कटब्याक बिटुमिन इज भनेको छ। बिटुमिनको टाइप्स चाहिँ एउटा कटब्याक बिटुमिन भनेर हुन्छ। कटब्याक बिटुमिनमा चाहिँ कुन टाइपको सल्भेन्ट युज गरिन्छ भनेको छ अप्सनमा केरोसिन डिजेल पेट्रोल एन्ड ओइल भनेको छ। नर्मल्ली बिटुमिनमा युज गर्ने भनेको चाहिँ पेट्रोलियम प्रोडक्ट्सहरू हो है पेट्रोलियम प्रोडक्ट्स हो। त्यसमा चाहिँ यदि कटब्याक बिटुमिन भन्छ भने त्यसमा हामी चाहिँ केरोसिन चाहिँ युज गर्ने गर्दछौँ एज अ सल्भ। द प्री स्ट्रेसिङ अफ कन्क्रिट मेम्बर इज क्यारिड आउट टु रिड्युस भनेको छ। जस्तो कि कुनै पनि मेम्बरमा हामीले के गर्दैछौँ भन्नुहुन्छ भने अब प्री स्ट्रेसिङ गर्दैछौँ भने अब यसमा के गर्यो भन्नुहुन्छ भने टेन्सन लगायौँ के गर्यो प्री स्ट्रेसिङ गर्यौँ। अब त्यसपछि के हुन्छ भन्नुहुन्छ भने यो थोरै मात्रामा सेटिफ्लेट गर्यो। अब यसमा जति स्ट्रेस आउँछ सबै के हुन्छ टेन्साइल स्ट्रेस आउने गर्दछ हो। त्यो कारणले गर्दा के हुन्छ भन्नुहुन्छ भने यसमा कम्प्रेसिभ स्ट्रेन चाहिँ के गर्छ घट्ने गर्दछ चाहिँ। अब जस्तो कि सुरुमै के गरिदिउँ भने टेन्सन तन्काइदिउँ टेन्डनहरू तन्काइदिउँ त्यो कारणले अब आउने के गरे स्ट्रेस भनेको चाहिँ टेन्साइल स्ट्रेस हो। त्यो भएर के हुने भयो भन्नुहुन्छ भने कम्प्रेसिभ स्ट्रेन चाहिँ के गर्ने भयो भन्नुहुन्छ भने घट्ने भयो है त। अप्सन नम्बर ए। क्वेसन नम्बर 28 इफ द शियर फोर्स एलङ हजुर बेन्डिङ स्ट्रेस होइन बेन्डिङ स्ट्रेस हुँदैन। बेन्डिङ स्ट्रेस भनेको फ्लेक्चरको कुरा हो होइन। बिममा चाहिँ फ्लेक्चरमा के हुनु पर्यो मोर स्ट्रेन्थ हुनु पर्यो नि त। बिममा चाहिँ जस्तो कि हामीले प्रिसिसिङ गर्दै गर्दाखेरि चाहिँ बिमले के गर्न सक्नु पर्यो ज्यादा बेन्डिङ मोमेन्ट रेसिस्ट गर्न सक्नु पर्यो। त्यो कारणले गर्दाखेरि बेन्डिङ स्ट्रेस चाहिँ कम हुने भन्ने चाहिँ हुँदैन है त।
अथवा चाहिँ मेन फोकस भनेको चाहिँ अप्सन नम्बर ए अथवा भयो भने यो ल भयो भने पनि सबभन्दा धेरै अथवा चाहिँ हामीले ट्री स्टेसिङ गर्नुको कारण नै के भन्नुहुन्छ भने कम्प्रेसिभ स्ट्रेन चाहिँ घटाउनु हो। कारण नै त्यही हो। अब अरू घट्ने बढ्ने भन्दा पनि यो चाहिँ के गर्छ, यसको हामीले मेन रिजन ट्री स्टेसिङ गर्नेको मेन रिजन भनेको के हो भन्नुहुन्छ भने कम्प्रेसिभ स्ट्रेन चाहिँ के गर्नु भन्दा चाहिँ घटाउनु चाहिँ मेन उद्देश्य हुने गर्दछ। क्वेसन नम्बर 28, इफ द शियर फोर्स एलोङ अ सेक्सन, एउटा सेक्सनमा चाहिँ हाम्रो के छ भन्नुहुन्छ भने शियर फोर्स 0 छ भने बेन्डिङ मोमेन्ट के हुन्छ भनेको छ। जस्तो कि हामीले सिम्पली सपोर्टेड लिन्छौँ, शियर फोर्स कहाँ 0 हुन्छ त? शियर फोर्स कहाँ 0 हुन्छ? बिचमा 0 हुन्छ। शियर फोर्स कहाँ 0 हुन्छ? मैले सिम्पली सपोर्टेड बिम लिएको छु भने शियर फोर्स कहाँनिर 0 हुन्छ? लोडिङ लागिरहेको बेला। ल मानौ पोइन्ट लोड लागिरहेको छ, पोइन्ट लोड ल मानौ यो सेन्टर हो, यसलाई मैले L/2 L/2 भन्दा भने ल मानौ यहाँनिर चाहिँ के गर्यो भन्नुहुन्छ भने L/4 मा चाहिँ डब्लु लोड लाग्यो। अब मलाई भन्नु शियर फोर्स चाहिँ सेन्टरमा 0 हुन्छ कि कहाँ 0 हुन्छ? एनिवन? शियर फोर्स चाहिँ हाम्रो जहाँनिर चाहिँ लोड लागिरहेको हुन्छ नि त्यहाँनिर चाहिँ के हुन्छ भन्दा चाहिँ 0 हुने हुन्छ है त। जस्तो कि हेरौँ अब हामीलाई के थाहा हुन्छ भन्दा यसमा शियर फोर्स, जस्तो कि यसमा डब्लु लागिरहेको छ भने चाहिँ L/4 मा हामी के गर्छौँ, रियाक्सन निकाल्छौँ। यो RA हो, यो RB हो भनेपछि यसमा रियाक्सन कति आउँछ त भन्नुहुन्छ भने RB टाइम्स L माइनस डब्लु टाइम्स L/4 इज इक्वल्स टु RB इज इक्वल्स टु W/4 भनेपछि यसमा के हुन्छ, W/4 लाग्यो, यसमा कति गर्छ 3W/4 लाग्छ होइन र। भनेपछि यसरी यस्तो किसिमको के हुन्छ भन्नुहुन्छ भने हाम्रो ग्राफ बन्ने गर्छ। यो के हो 3W/4, यो हाम्रो के हुन्छ W/4, यस्तो किसिमको ग्राफ बन्छ। यहाँ के हुन्छ 0 हुन्छ भनेपछि चाहिँ अब हामीले हेर्दै गर्दाखेरि चाहिँ हाम्रो शियर फोर्स चाहिँ जहाँनिर लोड लागिरहेको छ त्यहाँनिर हुन्छ भनेपछि हाम्रो बेन्डिङ मोमेन्ट के हुन्छ भन्नुहुन्छ म्याक्सिमम चाहिँ यो पोइन्टमा हुने गर्दछ। त्यही कारणले गर्दाखेरि जहाँ चाहिँ शियर फोर्स 0 हुन्छ त्यो ठाउँमा के हुन्छ भन्नुहुन्छ भने बेन्डिङ मोमेन्ट चाहिँ म्याक्सिमम हुन्छ। अब एउटा कुरा के ध्यान दिनु पर्यो भन्नुहुन्छ भने यदि म्याक्सिमम र मिनिमममा चाहिँ बोथ भन्ने अप्सन देख्नु भएको छ भने त्यसलाई पनि मान्न सकिन्छ। तर दिएको छैन भने त्यसलाई नलिने है, म्याक्सिमम लिने। कतै कतै के भनिन्छ भन्नुहुन्छ भने यो म्याक्सिमम भनेको चाहिँ पोजिटिभ हो, पोजिटिभ म्याक्सिमम हो, मिनिमम भनेको चाहिँ नेगेटिभ म्याक्सिमम हो भन्ने चलन छ हैन। फर इक्जाम्पल जस्तो कि हामीले यसरी हेर्यौँ, एउटा यसरी हेर्दै गर्दाखेरि यस्तो किसिमको लमा आयो, यस्तो किसिमको आयो भने चाहिँ यतातिर चाहिँ समथिङ भ्यालु आउला, एक्स भ्यालु आउला, उता के आउला वाइ भ्यालु आउला हो। यसलाई चाहिँ हाम्रो म्याक्सिमम भन्ने चलन छ होइन, यसलाई चाहिँ मिनिमम भन्ने चलन छ, यो नेगेटिभ हो भन्ने आधारमा होइन। तर त्यसरी लिनुहुन्न भने चाहिँ यो भ्यालु मात्र हेर्यौँ त यो पनि म्याक्सिमम होला, या त यो म्याक्सिमम होला, दुईटा मध्ये एउटा म्याक्सिमम होला नि त हो। त्यसरी भ्यालु मात्र हेर्नुहुन्छ भने चाहिँ म्याक्सिमम मात्रै हुने भयो। तर साइन पनि हेर्नुहुन्छ र नेगेटिभ साइनलाई मिनिमम भन्नुहुन्छ भने चाहिँ यस्तो अवस्थामा चाहिँ म्याक्सिमम पनि हुनसक्छ, मिनिमम पनि हुन सक्छ है त। म्याक्सिमम पनि हुनसक्छ, मिनिमम पनि हुनसक्छ। त्यही कारणले गर्दा अप्सनमा बोथ देख्नु भने चाहिँ बोथ लगाउनु होला है त। अप्सनमा बोथ देख्नुभयो भने चाहिँ बोथ लगाउनु होला, नत्र के गर्ने भन्नुहुन्छ भने अब अरू कुनै पोइन्ट ल फर इक्जाम्पल यस्तो किसिमको छ भने चाहिँ यो हाम्रो मिनिमम होला होइन, यो म्याक्सिमम होला भने चाहिँ यो त होइन नि त। अथवा चाहिँ 0 भन्ने के होला मिनिमम होला, यो चाहिँ होइन नि त। त्यो कारणले गर्दाखेरि हामीले यदि बोथ अप्सन देख्छौँ भने चाहिँ त्यो पोजिटिभ म्याक्सिमम र नेगेटिभ म्याक्सिममको रूपमा चाहिँ हामीले मिनिमम र म्याक्सिमम लिने हो। त्यो कारणले बोथ लिन सक्नुभयो हजुरले होइन। तर चाहिँ यदि मिनिमम र म्याक्सिमम दिएको छ भने कन्फ्युजन नभएर के गर्ने म्याक्सिमममा लगाउने है त। कन्फ्युजन नभएर के गर्ने म्याक्सिमममा लगाउने। अर्को क्वेसन छ, अ सिम्पली सपोर्टेड बीम अफ स्पान L carried uniformly distributed load W across a span, the maximum bending moment is भन्नु भनेको छ। यदि हाम्रो कुनै पनि सिम्पली सपोर्टेड बीममा के गर्यो भन्नुहुन्छ भने अब W चाहिँ के गर्यो भन्नुहुन्छ भने लोड लाग्यो। W लोड लागेको छ भने यसको चाहिँ रियाक्सन कति होला भन्नुहुन्छ भने W/2 WL/2 हैन। टोटल के हो W किलो न्युटन पर मिटर होला, अथवा चाहिँ W मात्रै भन्ने मैले भनेपछि यसको म्याक्सिमम कहाँ हुन्छ सेन्टरमा हुन्छ। कति हुन्छ त W स्क्वायर। अब यसरी निकाल ल, त्यसरी फर्मुला थाहा छैन के गर्ने भन्नुहुन्छ भने क्याल्कुलेसन गर्ने। अब कसरी भन्नुहुन्छ भने अब यो पोइन्टमा निकाल्दैछु मैले, म्याक्सिमम सेन्टरमा हुन्छ थाहा छ मलाई। त्यही कारणले गर्दाखेरि बिएम म्याक्सिमम इज इक्वल्स टु W L/2 टाइम्स यो लेन्थ कति छ L/2 माइनस W L/2 यो यहाँदेखि यहाँसम्म कति हुन्छ लोड कति भयो
WL/2 चाहिँ के हो लोड लाग्यो कहाँदेखि लाग्यो L/4 मा लाग्यो कहाँमा लाग्यो L/4 मा लाग्यो यो क्वेशनमा के हो L/4 ला नि त सेन्टरमा लाग्यो देयरफोर L/4 मा लाग्यो भनेपछि WL² डिभाइड बाइ 4 माइनस WL² डिभाइड बाइ 8 इज इक्वल्स टु WL² डिभाइड बाइ 8 अप्सन नम्बर सी अब कसैलाई चाहिँ यो पनि थाहा छैन ल सेन्टरमा म्याक्सिमम हुन्छ भने थाहा छैन भने के गर्ने एउटा भ्यालु लिने यसरी भनेको चाहिँ BM इज इक्वल्स टु WL/2 टाइम एक्स भन्ने पोइन्टमा हो निकाल्दैछौँ हामीले एक्स भन्ने पोइन्टमा हैन माइनस W यो कति छ त भनेपछि एक्स छ W एक्स भयो यो लोड चाहिँ कहाँदेखि लाग्यो x/2 मा लाग्यो x/2 मा लाग्यो बेन्डिङ मोमेन्ट म्याक्सिमम भने के हो dm डिभाइड बाइ dx इज इक्वल टु 0 हो यसरी के गर्ने x को भ्यालु निकाल्ने x को भ्यालु के आउँछ L/2 आउँछ ट्राई गर्नु होला ट्याक्कै के आउँछ L/2 आउँछ ल फर एक्जाम्पल यसमा गरिदिउँ WL/2 टाइम x इज इक्वल्स टु WX² डिभाइड बाइ 2 W कटो L आएको छ आउनले चाहिँ हैन यसमा L नआएर कतैतिर गल्ती भएको छ होला L/2 नै आउँछ है त सो ट्राई गर्नु होला ट्याक्कै मिल्छ है त WX x/2 हेर्नु होला है त ट्याक्कै के आउँछ x भने के आउँछ भन्नुहुन्छ भने x इज इक्वल्स टु L/2 नै आउँछ है चेक गर्नु होला मिल्छ है The ratio of specific weight of the liquid to specific weight of the pure water भन्नु भनेको छ त्यसलाई हामी के भन्छौँ त्यो पनि स्ट्यान्डर्ड टेम्परेचर र प्रेसरमा है टेम्परेचर र प्रेसरमा हो त्यो भनेको हाम्रो के हो स्पेसिफिक ग्राभिटी हो स्पेसिफिक ग्राभिटी भनेको के हो भनेर कसैले अब डिफिनेसन नै भन्नुहुन्छ भने चाहिँ के हुन्छ भन्नुहुन्छ भने स्पेसिफिक ग्राभिटी भनेको चाहिँ डेन्सिटी अथवा युनिट वेट अफ फ्लुइड डिभाइड बाइ unit weight of standard fluid है standard fluid मा हेर्ने भने चाहिँ यदि लिक्विड छ भने चाहिँ वाटर हुन्छ लिक्विड छ भने चाहिँ वाटर एट 4 डिग्री सेल्सियस एन्ड 1 atm हुन्छ हैन त्यही कुरा चाहिँ ग्यास छ भने चाहिँ एयर हुन्छ है एयर एट 15 डिग्री सेल्सियस एन्ड 1 atm के हो स्ट्यान्डर्ड फ्लुइड है स्ट्यान्डर्ड फ्लुइड न्यूटन ल अफ भिस्कोसिटी रेट टु भनेको हुन्छ यसले भनेको के हो भन्नुहुन्छ भने यसरी हामीले शियर स्ट्रेस इज डाइरेक्टली इक्वल टु d थीटा डिभाइड बाइ dt भनेर भन्छ जस्तो कि हामीले फ्लुइडलाई हेर्यो भने के देखिन्छ भन्नुहुन्छ भने यस्तो किसिमको फ्लुइड लिक्विडमा बसिरहेको छ भने चाहिँ अब केही मात्रामा शियर स्ट्रेस लगाउँदै गर्दाखेरि के हुन्छ डिफर्म भयो र लिक्विड भन्ने कुरा के हो भन्नुहुन्छ भने कन्टिन्युसली डिफर्मेसन हो जस्तो कि या फोर्स लगाउने बित्तिकै के हुन्छ भन्नुहुन्छ भने डिफर्म हुन्छ र आफै डिफर्म हुन थाल्छ भने चाहिँ के हो कन्टिन्युस डिफर्मेसन हुन्छ यसमा कन्टिन्युस डिफर्मेसन हुन्छ फ्लुइडको केसमा त्यो कारणले गर्दा यसमा चाहिँ यदि सोलिड छ भने चाहिँ टाउ इज डाइरेक्टली थीटा भनेर भनिन्छ हामीले हैन तर त्यही कुरा चाहिँ हाम्रो के छ भन्नुहुन्छ भने लिक्विड छ फ्लुइड छ भने के हुन्छ भन्नुहुन्छ भने एफ इज डाइरेक्टली टु d थीटा बाइ dt अथवा टाउ इज डाइरेक्टली टु d थीटा बाइ dt यसलाई हामीले के भनेको थियौं भन्नुहुन्छ भने टाउ इज डाइरेक्टली टु म्यु d थीटा बाइ dt इज इक्वल्स टु टाउ इज इक्वल्स टु म्यु dv डिभाइड बाइ dy यहाँ हाम्रो के हो भेलोसिटी ग्रेडियन्ट हो यहाँ हाम्रो के हो डिफर्मेसन हो यो यहाँ हाम्रो के हो भेलोसिटी ग्रेडियन्ट हो है त म्यु भनेको के हो कोएफिसिएन्ट अफ भिस्कोसिटी अथवा कोएफिसिएन्ट अफ डायनामिक भिस्कोसिटी अप्सन नम्बर शियर स्ट्रेस एन्ड रेट अफ एंगुलर डिफर्मेसन है रेट भनेको के हो d थीटा डिभाइड बाइ dt भयो रेट छ नि त if the liquid has greater cohesion than adhesion with solid then the liquid in capillary tube will be भनेको हुन्छ अब कोइजन भनेको चाहिँ को भनेको चाहिँ हाम्रो कोवर्कर जस्तो बुझ्नुस् हैन कपल जस्तो बुझ्नुस् यो भनेको चाहिँ आफैमा जुन अट्र्याक्सन हुन्छ
त्यसलाई हामी के भन्छौँ भन्नुहुन्छ भने कोइजन भन्न भन्छौँ। जस्तै कि अरूसँग के गर्नु अथवा सोलिडसँग चाहिँ के गर्नु भन्छ अट्याचमेन्ट हुनुलाई चाहिँ हामी के भन्छौँ एडिजन भन्न भन्छौँ। यसलाई चाहिँ के हामी गम लगाएर चप्काउँछौँ नि त्यो एडिसिभ भन्न भन्छौँ नि। त्यस्तै चाहिँ यदि फरक फरक लिक्विडहरूमा अथवा फरक फरक अथवा चाहिँ लिक्विड र सोलिडको बिचमा हुने चाहिँ अट्र्याक्सन भनेको चाहिँ हाम्रो के हो भन्छ एडिजन हो। लिक्विड लिक्विड हुने भनेको अट्र्याक्सन के हो कोइजन हो। अब यसमा के छ भने भन्नुहुन्छ भने लिक्विड बिचमा हुने चाहिँ अट्र्याक्सन धेरै छ भन्न भन्यो हैन। यही कारणले गर्दा हाम्रो के हुन्छ लिक्विड अथवा हाम्रो चाहिँ रेन ड्रप के हुन्छ स्फेरिकल हुन्छ। नर्मली त्यहाँ चाहिँ सर्फेस टेन्सन कुरा गर्छ गर्नलाई चाहिँ, तर सर्फेस टेन्सन हुने कारण के हो भन्नु भने कोइजन नै हो। त्यो कारणले गर्दाखेरि चाहिँ अब कोइजन इन्टरफेरेन्स के हो भन्नु भने सेम पार्टिकल जस्तो कि यो एउटा भेसलमा चाहिँ के गरेको छ लिक्विड राखिएको छ भने चाहिँ यो लिक्विड र यो लिक्विड हुने अट्र्याक्सन धेरै हुन्छ एज कम्पेयर टु लिक्विड एन्ड यो सोलिड सर्फेस। भनेपछि यसले के गर्छ भन्नुहुन्छ भने आफूतिर अट्र्याक्सन गर्छन् र यस्तो किसिमको सेप बनाउने गर्दछन्। भन्छ के भयो भन्नुहुन्छ भने यो सोलिडसँग जानै खोजेन, किन कोइजन धेरै छ नि त। आफैतिर के गरिरहेको छन् अट्र्याक्सन गरिरहेको छन्, आफैतिर के गरिरहेको छन् अट्र्याक्सन गरिरहेको छन्। ट्याङ्कमा यसरी देख्न सक्नुहुन्छ हजुरले। त्यसैमा हामीले के गर्यौँ भन्नुहुन्छ भने यसरी एउटा के गर्यौँ क्यापिलर ट्युब राख्यौँ भने, अब हामीले के गर्यौँ क्यापिलर ट्युब राख्यौँ भने चाहिँ अब लिक्विडमा के छ रिपल्सन छ। त्यो कारणले गर्दा माथि जानु सक्छ के गर्छ यसरी घट्ने गर्छ, यसरी के गर्छ घट्ने गर्छ। पर्फेक्ट इक्जाम्पल हामी कहाँ देख्छौँ मर्करीमा देख्छौँ। मर्करीलाई चाहिँ मर्करीमा हजुरले ग्लास ट्युबलाई डुबाउनु भयो भने चाहिँ त्यसमा राइज हुनुको साथ के हुन्छ फल हुने गर्दछ हो। त्यो फिनोमेनन हामी के भन्छौँ भन्नुहुन्छ भने ग्रेटर कोइजन देन एडिजन भन्ने हुन्छ है त। भनेपछि अप्सन नम्बर राइज हुने कुरा भएन, फल हो। फलमा के भयो कन्केभ र कन्भेक्समा चाहिँ कन्भेक्स है त। कन्भेक्स सेप चाहिँ के गर्छ भन्नुहुन्छ भने अपवर्ड हुन्छ है त। अब कन्केभ र कन्भेक्समा झुकिनु हुन्न होला हैन। जस्तो कि हजुरले पढ्दै गर्दा यो र यो यस्तो हो नि त। भन्छ यो सेपलाई हामी के भनेको थियौँ कन्भेक्स भनेको थियौँ। यो हाम्रो के थियो त कन्केभ थियो। भन्छ यो अब यसरी भएको कारणले गर्दा के भएको भन्नुहुन्छ भने यो माथिबाट हेर्दै गर्दा के भएको कन्भेक्स भएको है त। यताबाट हेर्नु हुन्छ के हुन्छ हाम्रो कन्केभ हुन्छ है त। यी केभ जस्तो छ नि त यो बाहिर निस्केको छ भन्छ बाहिर निस्केको छ भने त्यो के हो कन्भेक्स हो, भित्रतिर गएको छ भने त्यो के हो कन्केभ हो। अब यही कुरा चाहिँ हाम्रो अरू लिक्विडमा के हुन्थ्यो यस्तो किसिमले चाहिँ देखिन्थ्यो हो। यो भनेको के हो कन्केभ अपवर्ड हो, कन्केभ अपवर्ड हो। भनेपछि यसमा देख्ने कुनै पनि लिक्विडमा देख्ने भनेको चाहिँ या त अप्सन नम्बर डी होला हैन, या त अप्सन नम्बर ए होला है त, या त अप्सन नम्बर ए होला है त। कुनै पनि लिक्विडमा अरू दुईटा अप्सन हुँदैन है, अरू दुईटा हुनै सक्दैन हैन। या त डिप्रेस भयो भने चाहिँ कन्भेक्स हुन्छ, राइज भयो भने के हुन्छ कन्केभ हुन्छ। राइज भएपछि के हुन्छ कन्केभ हुन्छ। यसमा के भनेको छ कोइजन धेरै भनेको छ। कोइजन धेरै हुनु भनेको के हो भन्नुहुन्छ भने आफैमा के अट्र्याक्सन धेरै छ, सोलिडतिर अट्र्याक्सन छैन। त्यो कारणले गर्दा के हुन्छ फल हुने गर्दछ। अप्सन नम्बर डी इज राइट, अप्सन नम्बर डी इज राइट। सोध्नु त मिल्छ है, कोही बोल्नु भएको छैन त्यही भएर बोल्न त मिल्दो रहेछ, आवाज चाहिँ सुन्न पाइएन। ठिक छ। क्वेसन नम्बर 33 हु क्वाइन द टर्म सोइल मेकानिक्स भनेको छ। सोइल चाहिँ पढिसक्नु भएको छ। सोइल मेकानिक्स कहिले दिएको त कार्ल टेर्जागी हैन र हो कि हैन। सर पढाउनु पर्ने सर पढाउँदै गर्दा कार्ल टेर्जागीले के गरेको भन्नुहुन्छ भने सोइल मेकानिक्स भन्ने टर्म चाहिँ दिएको, अथवा चाहिँ फादर अफ सोइल मेकानिक्स भनेर के भन्छौँ टेर्जागीले भन्ने गर्दछौँ है त। Question number 34, the quantity of the seepage of water through a soil is proportional to भनेको हुन्छ Q is equals to Q is equal to KIA हो। के भनेको के हो coefficient of discharge, I भनेको के हो hydraulic gradient, ए भनेको के हो area of cross sectional area through which water percolate। भनेपछि अप्सन नम्बर ए कोएफिसिएन्ट पनि डिपेन्ड गर्दो रहेछ अनि हेडमा पनि डिपेन्ड गर्दछ। यो आई भनेको के हो हाइड्रोलिक ग्रेडियन्ट हो। हाइड्रोलिक ग्रेडियन्ट भनेको के हो भन्नुहुन्छ भने ड्रप अफ द हेड हो हैन। त्यो कारणले गर्दा हेडमा डिपेन्ड गर्छ, हेड लस पनि के गर्छ डिपेन्ड गर्छ। देयरफोर अप्सन नम्बर के भयो डी भयो, बोथ ए एन्ड बी। अब यसमा एरिया थियो भने एरिया पनि के गर्थ्यो डिपेन्ड गर्ने गर्दथ्यो है त। A slab constructed on four-sided with length to with ratio less than 2 shall be designed at भनेको हुन्छ हामीले स्ल्याब डिजाइनलाई हेर्ने हो भने चाहिँ टु टाइप्सको हुन्छ। स्ल्याब
डिजाइनलाई हेर्ने हो चाहिँ टु टाइप्सको हुन्छ, सरले पढाउनु नै हुनेछ होइन। यदि हाम्रो के छ भन्नुहुन्छ भने यदि हाम्रो रेसियो 2 भन्दा कम छ भने लेस देन 2 छ भने हाम्रो के हो 2 वे हो भने ग्रेटर देन 2 छ भने के हो 1 वे हो 1 वे हो। यो 2 लाई हामी के भन्छौँ यो 2 ग्रेटर देन लेस देन भन्नु भने यो भनेको चाहिँ एस्पेक्ट रेसियो है त। के भनेको के हो एस्पेक्ट रेसियो। एस्पेक्ट रेसियो हामी यसो भन्दै गर्दाखेरि चाहिँ लङ्गर साइड डिभाइड बाइ सर्टर साइड भन्नुहुन्छ है। लङ्गर साइड डिभाइड बाइ सर्टर साइड लाई डिभाइड गर्दै गर्दा के आउनु पर्यो त्यो बारेमा सरलाई सोध्नु होला है त। त्यो बारेमा चाहिँ सरलाई सोध्नु होला। मैले अहिले चाहिँ 2 वे भनेर चाहिँ भनिहालेँ होइन, तर सरले चाहिँ कन्फ्युजन क्लियर गर्नुहुन्छ है त। यो कन्फ्युजन मलाई अस्ति सरले भन्दै हुन्थ्यो भन्दै चाहिँ होइन, तर ठिक छ सरले जे भन्नुहुन्छ त्यही हुन्छ है त। ठ्याक्क स्योर भएन म चाहिँ होइन। यो 1 वे र 2 वे मलाई यति थाहा छ कि ग्रेटर देन लेस देन छ इक्वल भएपछि के गर्ने भन्ने कुरा हो होइन। अब डिजाइनरमा हामी डिजाइनरले चाहिँ जे पनि गर्न पाउँछौँ होइन, तर अब थ्योरिटिकली एमसिक्यूमा के आउँछ भन्ने कुरा चाहिँ सरलाई सोध्नु होला है त। भनेपछि अहिले हाम्रो के भयो 2 वे स्ल्याब है त। अहिले हाम्रो के भयो 2 वे स्ल्याब किन लेस देन 2 छ। डिजाइनरले पाउँछ है, जुन पनि गर्न पाउँछ डिजाइनरले। क्वेसन नम्बर 36 36 क्वेसन tension in a base with B of any structure can be avoided when resultant of the weight of the structure and any horizontal forces passes through the middle portion. यो क्वेसन इरर छ है त। यो क्वेसन चाहिँ यताउता भएको जस्तो लाग्यो मलाई चाहिँ होइन, क्वेसन नै इन्कम्प्लिट भएको जस्तो लाग्यो मलाई। यो क्वेसन हामी हेरौँ है त अर्को दिन, अथवा चाहिँ हजुरलाई म करेक्सन गर्न लगाउँछु है त। क्वेसन अप्सन क्वेसन फरक छ, तर केस चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ जस्तो कि कुनै पनि यदि हाम्रो ग्राभिटी ड्याम छ भने त्यसमा हुने फेलियरको टाइपमा एउटा टेन्सन फेलियर पनि हुने गर्दछ। जस्तो कि एउटा हाम्रो के छ ग्राभिटी ड्याम छ भने अब यसमा चाहिँ हाम्रो फेलियरको टाइममा के हुन्छ टेन्सन फेलियर पनि हुने गर्छ। टेन्सन फेलियर भनेको के हो भनेर भन्नुहुन्छ भने यो जुन अप्पर पोर्सन छ नि यतातिर पानी छ भने यो साइडमा पानी छ भने यसलाई हामी हिल भनेर भन्छौँ, यसलाई हामी के भन्छौँ टोई भनेर भन्छौँ अथवा टो भनेर भन्छौँ। हिल साइड के गर्नु भन्नुहुन्छ भने अपलिफ्ट हुनेलाई चाहिँ हामी के भन्छौँ चाहिँ टेन्सन क्रिएट भयो भनेर भन्छौँ। सियर स्ट्रेसको हामीले डायग्राम नै बनायौँ भने पनि यस्तो यो कम्प्रेसन जोन यसरी होइन यस्तो हुन्छ। यही कुरा चाहिँ यो त पोजिटिभ छ नि त, कोहीतिर पोजिटिभ छ नि त यो। त्यही कुरा के भयो भन्नुहुन्छ भने अब यस्तो किसिमको आइदियो भने यता के आइदियो नेगेटिभ आइदियो, यो त के हुन्छ पोजिटिभ हो, यो के हो पोजिटिभ हो कम्प्रेसिभ छ भनेपछि यदि हाम्रो हिल साइडमा चाहिँ स्ट्रेसको डिस्ट्रिब्युसनलाई हेर्दै गर्दाखेरि चाहिँ नेगेटिभ स्ट्रेस आउँछ भनेर चाहिँ हामी टेन्सन क्रिएट भएको भनेर भन्छौँ। यसमा नेगेटिभ स्ट्रेस जेनेरेट हुन नदिनुलाई के गर्नुपर्छ भन्नुहुन्छ भने जति पनि फोर्स लागिरहेको छ त्यसको रिजल्टेन्ट फोर्स चाहिँ के गर्नुपर्छ भन्नुहुन्छ भने मिडल थर्डबाट पास गर्नुपर्छ। जस्तो कि यो टोटल बी हो भने चाहिँ b/3 b/3 र b/3 टाइपमा डिभाइड गर्दै गर्दाखेरि रिजल्टेन्ट फोर्स भनेको चाहिँ यो हाम्रो लागिरहेको छ हाइड्रोस्ट्याटिक फोर्स एचएस, यो लागिरहेको छ वेट, यो लागिरहेको छ अपलिफ्ट अथवा अरू कुनै अर्थक्वेक फोर्स लागिरहेको होला, सिल फोर्स लागिरहेको होला, विन्ड फोर्स लागिरहेको होला, हो सबै फोर्सको एउटा रिजल्टेन्ट फोर्स हुन्छ। त्यो के गर्नु पर्यो भन्नुहुन्छ भने यो बीचबाट पास गर्नुपर्छ र चाहिँ मिडल थर्डबाट पास गर्नुपर्छ। यसलाई हामी के भन्छौँ मिडल थर्ड रुल भनेर भन्छौँ। मिडल थर्ड रुल जसमा इसेन्ट्रिसिटी के हुनुपर्छ लेस देन b/6, इसेन्ट्रिसिटी लेस देन b/6 भयो भने चाहिँ त्यो केसमा चाहिँ टेन्सन डेभलप चाहिँ हुँदैन है त। केस चाहिँ सिनेरियो चाहिँ यो हो होइन। अब क्वेसनले के सोध्न खोजेको भने चाहिँ मैले ट्याक्क क्लियरिटी चाहिँ भेटेन है त। यदि कसैले के बुझ्नु भएको छ नि भन्नुहोस् त के बुझ्नु क्वेसन पढ्दै गर्दा। यदि कसैले बुझ्नु भएको छ भने चाहिँ मलाई बुझाउनुहोस् है त, अथवा चाहिँ यस्तो हो भनेर भनिदिनुहोस् है। म चाहिँ टेन्सन जोन चाहिँ यसरी ड्याममा क्रिएट हुन्छ भनेर चाहिँ भनिदिएँ होइन। फर्दर चाहिँ मैले पनि क्वेसनको अप्सनहरूमा चाहिँ केही चेन्ज भयो अथवा चाहिँ क्वेसनमा चेन्ज हुन सक्छ जस्तो लाग्छ है त।
ल स्टेज सुड ह्याभ पिच मोर देन भनेर भनेको छ। पिच भनेको चाहिँ सिम्पली चाहिँ स्लोप भन्न खोजेको है। अथवा यो हाम्रो यदि हाम्रो स्टेज छ भने यसरी के गरिरहेको छ, यसरी राइज गरिरहेको छ। यता हाम्रो स्टेप भयो है, स्टेप भयो। यहाँ के गरेको हुन्छ भन्नुहुन्छ भने वेट स्ल्याब प्रोभाइड गरेको हुन्छ हैन। हो यो वेट स्ल्याबको चाहिँ के गर्ने हो भन्नुहुन्छ भने हाम्रो स्लोप थीटा कति हुनुपर्छ त 25 देखि 25 टु 40 डिग्री हुनुपर्छ। नट लेस देन 25 अथवा चाहिँ नट मोर देन 40 भनेर भन्ने गरिन्छ है त। नट मोर देन 40 भनेर भन्ने गरिन्छ है त। द सिमेन्ट मोर्टार युज ब्रिक मेसनरी सुड नट बी लिनियर भनेर भनेको छ। टर्म चाहिँ बुझ्नु होला। लिनियर भनेको चाहिँ दुईटा टर्म हुन्छ। एउटा चाहिँ के हुन्छ रिचर भन्ने हुन्छ, रिचर। एउटा के हुन्छ लिनियर भन्ने हुन्छ है त। रिचर भनेको चाहिँ ज्यादा सिमेन्ट युज गरेको, सिमेन्टको कन्टेन्टलाई हेर्ने हो है। सिमेन्टको कन्टेन्ट धेरै युज गरेको छ रिच मिक्स भनेर भनिन्छ। सुन्नु भएको छ होला रिच मिक्स हैन। सिमेन्टको कन्टेन्ट कम युज गरेको के हुन्छ लिन मिक्स भनेर भनिन्छ। लिन मिक्स नट ओन्ली फर द कन्क्रिट इट अल्सो इम्प्लाइज फर द मोटार अल्सो। भनेको चाहिँ हामीले मोटार युज गर्दैछौँ भने पनि त्यसमा रिचर मोटार, रिचर मिक्स मोटार अथवा चाहिँ लिनियर मिक्स मोटार भनेर भन्ने गरिन्छ। लिनियर भनेको चाहिँ के हो भन्दा भने सिमेन्ट कन्टेन्ट कम युज गरेको, सिमेन्ट कन्टेन्ट कम युज गरेको। हामीलाई कहाँ सोधेको छ ब्रिक मेसनरीमा सोधेको छ। ब्रिक मेसनरीमा चाहिँ हामीले कतिसम्म जान सक्छौँ त, ब्रिक मेसनरी कहाँसम्म जान सक्छौँ त, कति रेसियोमा जान सक्छौँ 1:6 सम्म जान सक्छौँ। कुन केसमा जाने 1:6, कुन केसमा जाने हामी यदि हाम्रो के छ भन्नुहुन्छ भने लोड बेयरिङ वाल छ भने, लोड बेयरिङ वाल छ भने सिम्पली भन्दै गर्दा थिकनेस ग्रेटर देन 200 mm मोडल ब्रिक छ भने 230 mm फर यो आइएस ब्रिक, यो एनएस ब्रिक। एनएस ब्रिक छ भने चाहिँ 230 भन्दा धेरै हुनु पर्यो हैन। हाम्रो आइएस छ भने चाहिँ 200 भन्दा धेरै छ भने त्यस्तो अवस्थामा चाहिँ हामी के गर्न सक्छौँ 1/6 मा युज गर्न सक्छौँ। त्यही कुरा चाहिँ हामीले के गर्दैछौँ भने चाहिँ हाफ ब्रिक युज गर्छौँ। के गर्छौँ हामीले 1/4 मा युज गरिरहेको हुन्छ। यसको मतलब यो होइन 1/5 युज गर्न नमिल्ने होइन, कममा चाहिँ 1/6 युज गर्ने हो। यो युज गर्न पाउनुभयो हजुरले। यो त के हो महँगो पर्न जाने हो नि त। यसमा के भनेको यो 1/5 1/ ल सोध्नुहोस् त 1/6 यस्तो यो को साथी हो है, यस्तो गरिदिनु भएन नि त। इन्जिनियर जस्तो मान्छे अरूलाई डिस्टर्ब गर्न आउने हो त नि। साथीहरूले लिङ्क साथीले सेयर गर्दै यस्तो साथीले सेयर नै नगरिदिनुहोस् है। कहिलेकाहीँ चाहिँ अब हामीले उतातिर इन्जिनियरमा चाहिँ रिस्ट्रिक्सन गरिसकेका छौँ होइन। अब हजुरको इनिसियल फेजमा चाहिँ वेबसाइटको रिस्ट्रिक्सन भइरहेको छ, जुममा पनि रिस्ट्रिक्सन भइरहेको छ। यस्तो साथीलाई चाहिँ के गर्ने लिङ्क चाहिँ सेयर नगर्ने है त। ल हेरौँ है त मैले के भन्दै थिएँ भन्नुहुन्छ भने यो 1/6 अथवा 1/5 भनेको के हो भन्नुहुन्छ भने यो 1 भनेको चाहिँ के हो सिमेन्ट हो, यो हाम्रो सिमेन्ट हो। यो 6 पछाडि टर्म्स भनेको के हो स्यान हो, स्यान हो। हामीले यदि हामीले कन्क्रिट मिक्समा चाहिँ जस्तो कि देख्नु भएको छ 1/1/2 देख्नु भएको होला हैन, 1/2/4 देख्नु भएको छ होला, 1/3/6 देख्नु भएको छ होला। हो यसमा भनेको यो 1 भनेको चाहिँ सिमेन्ट हो है, 3 भनेको चाहिँ स्यान हो भने 6 भनेको चाहिँ कोर्स एग्रिगेट हो हैन। तर त्यही कुरा चाहिँ मोटारमा जान्छौँ भने चाहिँ मोटारमा चाहिँ कोर्स एग्रिगेट हुँदैन। त्यो कारणले गर्दा के भयो भन्नुहुन्छ भने ओन्ली सिमेन्ट एन्ड स्यान भयो। स्यान धेरै युज गर्नु भन्नुको मतलब के हो सिमेन्ट कम युज गर्यो। अथवा हामीलाई चाहिँ जस्तो कि 1 बोरा सिमेन्टले के गर्नुभयो 6 बोरा स्यान राख्दाखेरि पुग्ने भयो भने चाहिँ हाम्रो 6 बोराको लागि के गर्ने हो 6 बोरा स्यान छ भने चाहिँ 1 बोराले पुग्ने भयो नि त। भने चाहिँ यो किसिमले के गर्छौँ कम सिमेन्ट युज गर्दा नि पुग्ने भयो। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो एन्सर इज 1/6 है। 1/6 हामीले युज गर्ने भनेको चाहिँ लोड बेयरिङ वालमा हो जसको थिकनेस चाहिँ 230 भन्दा धेरै हुन्छ।
अब अर्को क्वेसन हेरौँ हामी इन वाटर डिस्ट्रिब्युसन सिस्टम द मेन सब मेन एन्ड ब्रान्च आर इन्टरकनेक्टेड विथ इच अदर इज कल भनेर भनेको छ। जस्तो कि हामीले ग्रिड कनेक्टेडलाई अथवा चाहिँ हामीले कुनै पनि सिस्टमलाई हेरौँ, जस्तो कि जस्तो कि के गर्दैछु भन्नुहुन्छ भने मैले चाहिँ ल यो डेढ इन्चको यस्तो हुन्छ भनेको यस्तो ब्रान्च बनेको होला, एउटा लाइनमा चाहिँ बनेर यसरी बनिरहेको हुन्छ होइन। यो भनेको चाहिँ के हो, हाम्रो नर्मली डेड इन सिस्टम हुन्छ, डेड इन सिस्टम हुन्छ। ग्रिड आइरन भनेको चाहिँ सिम्पली कस्तो हो भनेर भन्नुहुन्छ भने यस्तो किसिमको होइन, यो मेन हो, यो मेन हो होइन। यस्तो किसिमको हाम्रो सिस्टमलाई हामी के भन्छौँ भन्नुहुन्छ भने ग्रिड आइरन सिस्टम भनेर भन्छौँ। ग्रिड आइरन सिस्टममा के हुन्छ, हाम्रो सेन्ट्रल पोर्सन भनेको चाहिँ हाम्रो मेन हो होइन। त्यसै गरी अरू पोर्सन भनेको के हो, सब मेन र ब्रान्च हो। यो हाम्रो जस्तो कि यो हाम्रो मेन भयो, मेन भएर निस्केका भनेको के हो, सब मेन हुन्, सब मेन निस्केको भनेको के हो, ब्रान्च हो। यहाँ के हो, ब्रान्च हो। यसरी गरेको हुन्छ हाम्रो ग्रिड आइरनमा। त्यही कुरा चाहिँ हामीले के गरेको छ भन्दाखेरि चाहिँ हाम्रो रेडियल सिस्टममा चाहिँ के गरेको हुन्छ यसरी, अब यहाँबाट यसरी प्रयोग गरेको यसरी रेलमा चाहिँ यसरी होइन, यस्तो किसिमको सिस्टम। यहाँ चाहिँ के हो, डिस्ट्रिब्युसन च्याम्बर बनाइन्छ र डिस्ट्रिब्युसन गरिन्छ, त्यो हाम्रो के हो, रेडियल सिस्टम हो। भने रिङ सिस्टममा गर्ने भनेको मोरलेस चाहिँ हाम्रो के गरिन्छ भन्नुहुन्छ भने यस्तो किसिमको सिस्टम बनाइन्छ। यो मेन हो, यो पनि मेन हो, यो पनि मेन हो, यो पनि मेन हो, यो पनि मेन हो। त्यसपछि हामी के गर्छौँ, यसरी ब्रान्च बनाउँछौँ। त्यसमा चाहिँ हाम्रो मेन सब मेन बिचमा चाहिँ के हुँदैन भन्नुहुन्छ भने इन्टरकनेक्सन हुँदैन। इन्टरकनेक्सन हुने गर्छ केमा भन्नुहुन्छ भने ग्रिड आइरन सिस्टममा। सबभन्दा बेस्ट सिस्टम भनेको चाहिँ प्लान्ट सिस्टममा चाहिँ सबभन्दा बेस्ट सिस्टम भनेको के हो, ग्रिड आइरन सिस्टम हो। बेस्ट सिस्टम के हो, ग्रिड आइरन सिस्टम। क्वेसन नम्बर 40 इन विच टाइप अफ द सेटलिङ द सेडिमेन्ट्री अफ डिस्क्रिट पार्टिकल टेक प्लेस भनेर भनेको छ। डिस्क्रिट पार्टिकल टेक प्लेस, डिस्क्रिट भन्ने बित्तिकै चाहिँ हाम्रो जस्तो कि स्यान्डहरूलाई चाहिँ के भन्न मिल्यो भन्नुहुन्छ भने स्यान्डहरू, गिट्टीहरू अथवा चाहिँ ग्राभलहरूलाई हामी के भन्छौँ, डिस्क्रिट पार्टिकल भनेर भन्छौँ। त्यसको सेडिमेसन कहाँ हुन्छ भन्नुहुन्छ भने डिस्क्रिट सेटलिङमा हुने, नाम सेम छ, डिस्क्रिट सेटलिङमा चाहिँ हुने छ। द पर्पज अफ स्पिलवे इज टु भनेर भन्छ। हजुरलाई चाहिँ यतातिर इरिगेसनमा चाहिँ थोरै आउन सक्छ। स्पिलवेको काम भनेको चाहिँ एक्सेस भएको हुन्छ कि कुनै पनि हेडवर्क्समा चाहिँ आएको पानीलाई चाहिँ सेफली डाउनस्ट्रिममा पठाउनको लागि बनाएको एउटा स्ट्रक्चर हाम्रो के हो, स्पिलवे हो। स्पिलवेको काम भनेको के हो, हेडवर्कमा जस्तो कि हामीले डिजाइन गरेको फ्लड आउन सक्छ र त्यो आएको फ्लडलाई सेफली डाउनस्ट्रिम पठाउनको लागि हाम्रो हेडवर्कलाई हाम्रो के नगरोस्, ड्यामेज नगरोस् भन्नको लागि पर्पजले चाहिँ बनाएको स्ट्रक्चर के हो, स्पिलवे हो। यसले के गर्छ भन्नुहुन्छ भने वाटरलाई के गर्छ, बाइपास गर्ने गर्छ। अप्सन नम्बर ए बी सी डी डी भनेको चाहिँ एक्सेसलाई के गर्छ भने चाहिँ डिस्चार्ज गर्ने गर्छ। बेस्ट पिरियड अफ अ क्रप इज जेनरली गिभन इन भन्नु हुन्छ। हाम्रो रिभर के अरे हाम्रो राइस क्रपको चाहिँ बेस्ट पिरियड कति हो त, राइस क्रपको बेस्ट पिरियड कति हो, अनलाइन भन्नुहोस् त मलाई। ल इयरमा दिएको हुन्छ र मन्थमा दिएको हुन्छ कि डेमा दिएको हुन्छ, डेजमा दिएको हुन्छ नि होइन र हो। त्यो कारणले गर्दाखेरि अप्सन नम्बर ए है त। द लेन्थ भिजिबल टु द ड्राइभर एट एनी स्प्यान अफ टाइम, कुनै पनि टाइममा चाहिँ ड्राइभरले देख्न सक्ने डिस्टेन्सलाई हामी के भन्छौँ भने चाहिँ साइड डिस्टेन्स। साइड भनेको चाहिँ आँखाको नजर पर्ने ठाउँ हो, साइड दृष्टि हो। देयरफोर अप्सन नम्बर ए है त, अप्सन नम्बर ए द्याट इज साइड डिस्टेन्स भनेर भन्ने गरिन्छ। भिजिबिलिटी लिमिट भनेको फेरि हामी यसमा चाहिँ कहाँ जान्छौँ भन्नुहुन्छ भने भिजिबिलिटी लिमिट चाहिँ नर्मल्ली एयरक्राफ्टमा गइरहेको हुन्छ। तर पनि हामी जस्तो कि सुन्ने गरेको छौँ कस्तो भन्नुहुन्छ भने यो 2 किलोमिटरसम्म देख्न सकिने, यो भनेको चाहिँ कस्तो हुन्छ, तराई सिजनमा कहिले काहीँ कुहिरो लाग्छ नि, अथवा चाहिँ राम्रो किसिमको के हुँदैन, धेरै पोल्युसन भयो भने के हुन्छ भने कुहिरो लाग्छ। हामीले खाली आँखाले चाहिँ सिधा आँखाले केही पनि डिस्टर्बेन्स छैन भने चाहिँ कहाँसम्म देख्न सक्छ त, द्याट इज भिजिबिलिटी लिमिट। एउटा खाली चौरसम्म मानौँ, अथवा चाहिँ हामी एउटा चाहिँ अप्पर र चाहिँ खाली एरियामा बसेर चाहिँ कहाँसम्म देख्न सक्छौँ त, द्याट इज भिजिबिलिटी लिमिट, द्याट इज भिजिबिलिटी लिमिट। नर्मल्ली हाम्रो यो रोड वायो भन्दा पनि एयरक्राफ्टमा अलिकति धेरै आउने गर्छ, किन त्यहाँ चाहिँ अब्स्ट्रक्सन हुँदैन नि त होइन। त्यो रोडमा के हुन्छ, अब्स्ट्रक्सन हुन्छ, त्यो कारणले गर्दा के हो भन्छ साइड डिस्टेन्स हो, त्यो कारणले के हो साइड डिस्टेन्स हो।
ल अब इन वाटर बाउन्ड मेकाडम रोडमा चाहिँ हाम्रो सेमी रिजिड रोड हो जसमा चाहिँ बाइन्डिङ मेटेरियलमा के गरेको हुन्छ भन्नुहुन्छ भने के गरेको हुन्छ स्टोन डस्ट युज गरेको हुन्छ स्टोन डस्ट सिमेन्ट केमा युज गरिन्छ सिमेन्ट युज गरिन्छ हाम्रो रिजिडमा त्यसैगरी बिट्विन युज गरिन्छ फ्लेक्चरमा अन्त रिडक्सन इन प्रोजेक्ट टाइम नर्मली ड्युस इन भनेर भनेको हुन्छ जस्तो कि कसैले हजुरलाई चाहिँ ल 12 महिनामा काम गरेर सक भनेर भनेको थियो ल भनौँ हैन हजुरले के गर्नुभयो 8 महिनामा सक्दिनु भयो भनेपछि हजुरको कस्टमा चाहिँ इन्क्रिज हुन्छ कि डिक्रिज हुन्छ त्यसमा पनि डाइरेक्ट कस्ट र इन्डाइरेक्ट कस्ट र इन्डाइरेक्ट कस्ट कसैलाई डाइरेक्ट कस्ट इन्डाइरेक्ट कस्ट के हो थाहा छैन भने के बुझ्नुहोस् भन्नुहुन्छ भने डाइरेक्ट कस्ट भनेको चाहिँ हामीले कुनै पनि काम गर्दाखेरि चाहिँ मेटेरियल कति चाहिन्छ त लेबर कति चाहिन्छ त हो यो कुरा भनेको के हो डाइरेक्ट कस्ट हो है इन्डाइरेक्ट कस्ट भनेको चाहिँ जस्तो कि हामीले एउटा अफिस सेटअप गर्दाखेरि चाहिँ हामीले त्यहाँ महिनावारीको राखेको छ भने चाहिँ 12 महिनाको दिनुभयो नि त भनेपछि इन्सुरेन्स टर्म्सहरू जस्तो कि 12 महिनाको प्रोजेक्टलाई के हुन्छ 12 महिनाको इन्सुरेन्स गर्नु पर्यो हैन 12 महिनाको अफिस सेटअप गर्नु पर्यो हैन 12 महिनाकै ट्याक्सहरू तिर्नु पर्यो भनेपछि चाहिँ त्यो केसमा चाहिँ के हुने भएन भन्नुहुन्छ भने हाम्रो इन्डाइरेक्ट कस्ट पनि के हो भने चाहिँ अरू कस्टहरू त्यो बाहेक जस्तो कि जानु पर्यो आउनु पर्यो त्यो कस्टहरू होला हैन त्यसै इन्सुरेन्सको पोलिसीको कुराहरू होला अरू कस्टहरू आउटर कस्टहरूलाई के भन्छ इन्डाइरेक्ट कस्टहरू भन्ने गर्छ जस्तो कि प्रोजेक्टको टाइम घट्यो भने के गर्छ त्यो अनसिन कस्टहरू के गर्नु घट्ने भयो तर जस्तो कि मेटेरियल के गर्नु हायर क्वालिटी युज गर्नुपर्ने हुनसक्छ धेरै लेबर लाउनु पर्ने हुनसक्छ त्यो कारणले गर्दा के गर्छ भन्नुहुन्छ भने डाइरेक्ट कस्ट के गर्छ बढ्ने गर्छ हामीले प्रोजेक्टको टाइम यदि घटाउनु पर्यो क्र्यासिङ गर्ने हुन्छ नि सुन्नुहुन्छ क्र्यासिङ अफ द प्रोजेक्ट हो क्र्यासिङ गर्दै गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो डाइरेक्ट कस्ट चाहिँ बढ्ने गर्दछ इन्डाइरेक्ट कस्ट चाहिँ के गर्छ भन्नुहुन्छ भने घट्ने गर्छ 45 को अप्सन नम्बर बी हो ल ओके भनेको चाहिँ डाइरेक्ट कस्ट चाहिँ के गर्छ भन्नुहुन्छ भने डाइरेक्ट कस्ट बढ्यो इन्डाइरेक्ट कस्ट के गर्यो घट्यो ठिक छ त्यही नै भाइ ल डिस्ट्रिक्ट लेबर रेट फिक्सेसन कमिटी इज चेयर बाई भनेको हुन्छ जस्तो कि प्रत्येक वर्ष जस्तो के गरेको हुन्छ भन्दा रेट निकालेको हुन्छ जस्तो कि मिस्त्रीलाई कति दिने त जस्तो कि लेबरलाई कति दिने त अथवा सिमेन्ट चाहिँ हजुर सुन्नुभएको छ डिस्ट्रिक्ट रेट सुन्नुभएको छ जिल्ला दर रेट भन्ने हो जिल्ला दर रेट कुरा गर्न खोजेको भनेको चाहिँ डिस्ट्रिक्ट लेबर रेट फिक्सेसन कमिटी भनेको चाहिँ जिल्ला दर रेट फिक्स गर्ने जुन कमिटी छ त्यसको चेयरम्यान को हुन्छ त अध्यक्ष को हुन्छ अथवा चाहिँ हाम्रो प्रेसिडेन्ट को हुन्छ भन्न खोजेको हुन्छ त्यसको चाहिँ के हुन्छ सिडिओ हुन्छ अप्सन नम्बर बी है त चिफ डिस्ट्रिक्ट अफिसर अथवा चाहिँ यसलाई हामी के भन्छौँ सिडिओ भन्ने गर्छौँ है त सिडिओ सर्ट फर्ममा सुन्नु भएको थियो होला अब फुल फर्ममा राख्दा झुकिनुहुन्छ भने चाहिँ झुकिनु भएन त चिफ डिस्ट्रिक्ट अफिसर इन द सिपिएम कन्स्ट्रक्सन सेड्युलिङ द क्रिटिकल पाथ आइडेन्टिफाई भन्नुहुन्छ क्रिटिकल पाथ भने के हो त लङ्गेस्ट पाथ हो भनेपछि एक्टिभिटी द्याट विल टेक लङ्गेस्ट टाइम एक्टिभिटी द्याट आर एक्सपेन्सिभ एक्टिभिटी द्याट विल टेक सर्टेस्ट टाइम एक्टिभिटी द्याट आर चिपर लङ्गेस्ट पाथ हो कि सर्टेस्ट पाथ हो लङ्गेस्ट पाथ लङ्गेस्ट पाथ हो र हो सर टाइम त धेरै लिन्छ भन्ने हो होइन एकछिन ओके ओके हो है भनेपछि लङ्गेस्ट पाथ नै हो होइन लङ टाइम लाग्छ भने त थाहा छ होइन धेरै समय लाग्छ देयरफोर एक्टिभिटी द्याट विल टेक लङ्गेस्ट टाइम द्याट इज हाम्रो क्रिटिकल पाथ है त द म्याक्सिमम एमाउन्ट अफ मोबिलाइजेसन पेड टु द कन्ट्राक्टर स्याल नट एक्सिड भनेको हुन्छ हाम्रो पब्लिक प्रोक्युरमेन्ट एक्ट अथवा रेगुलेसन 2064 अनुसार चाहिँ के भनेको छ भन्नुहुन्छ भने मोबिलाइजेसन चाहिँ हामी के गर्छ 20% मात्रै एक्सिड गर्नु हुँदैन भनेर भनिन्छ तर पनि अहिले हामी यदि रियल फिल्डमा जान्छौँ भने त्यहाँ चाहिँ के गरेको हुन्छ 10% मात्रै दिएको हुन्छ है त धेरै जस्तो प्रोजेक्टमा के हुन्छ 10% दिएको हुन्छ होइन
तर हजुरलाई चाहिँ यदि नियम कानुन नै हेर्ने हो भने चाहिँ अथवा चाहिँ पिपिआर पब्लिक प्रोक्युरमेन्ट रेगुलेसनलाई हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ के भनेको छ 20% भनिएको छ है त। सुरुमा 10% दिन्छ अनि त्यसपछि 10% दिनुपर्ने है त। तर अब दिने चलन भनेको चाहिँ अथवा चाहिँ उनीहरूले कन्ट्र्याक्ट गर्दै कन्ट्र्याक्टको क्लजमा के राखेको छ त्यसमा डिपेन्ड गर्छ है त। क्लजमा हुन्छ यो कुरा चाहिँ कति दिने भन्ने कुरा चाहिँ म्याक्सिमम 20% हो, 10% दिइरहेको हुन्छ। होल्डिङ लाइनमा हजुर होइन जेनरली यस्तो भन्नुहुन्छ कि यो म्याक्सिमम भनेको चाहिँ 20% नै हो होइन, जेनरली 10% दिइरहेको हुन्छ भनेको मैले चाहिँ त्यो रियल फिलको कुरा गरेको मैले होइन, दिने गरेको हुन्छन्। अब हजुर 10% आएको छ लगाउनु, यसमा 10% छ भने पनि लगाउने भनेको 20 नै हो, म्याक्सिमम 20% दिन मिल्छ त दिन्न, अब 10% दिन्छन्, त्यो हो नि त कुरा। दिन मिल्ने भनेको चाहिँ 20% हो। होल्डिङ लाइन मार्किङ इज प्रोभाइडेड इन भनेको छ। होल्डिङ लाइन मार्किङ कहाँ गरेको हुन्छ त हाम्रो एक्सेस रोडमा गरेको हुन्छ त एप्रोच रोडमा गरेको हुन्छ। रनवेदेखि लिएर हाम्रो ह्याङ्गरतिर अथवा चाहिँ हाम्रो पार्किङतिर आउने डिस्टेन्समा के गरेको हुन्छ मार्किङ गरेको हुन्छ, द्याट इज ट्याक्सी वेमा के गरेको मार्किङ गरेको। मार्किङ चाहिँ हाम्रो येल्लोमा हुन्छ, अरू सबै मार्किङ केमा हुन्छ व्हाइटमा हुने गर्दछन् है त। एसिएन डिफर टु एयरक्राफ्ट क्लासिफिकेसन नम्बर हो, अप्सन नम्बर एयरक्राफ्ट है भनेपछि अप्सन नम्बर डी है त। कसैलाई केही कन्फ्युजन छ भने चाहिँ सोध्न सक्नुहुनेछ, छैन भने चाहिँ हामी हजुर 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 ओके ओके अरू कसैलाई के सर यो नर्मल एटमोस्फेरिक कन्डिसनमा हजुर कन्क्रिटमा गर्नुपर्ने क्युरिङ कति दिनको हुन्छ सर? नर्मल एटमोस्फेरिक कन्डिसनमा चाहिँ क्युरिङ चाहिँ हामी 7 दिन गर्छौँ होइन नर्मल्ली होइन, तर त्यसमा धेरै कुरा डिपेन्ड गरिरहेको हुन्छ। जस्तो कि हजुरले भनेको नर्मल भन्ने कुरा ओस्टमा डिपेन्ड गरिरहेको होला। त्यसै गरी हामीले सिमेन्टमा मिनरल युज गरेको छौँ कि छैनौँ, मिनरल भनेको चाहिँ पिपिसी हो है, पिपिसी गरेको छौँ भने चाहिँ 10 दिन भनिन्छ, 10 देखि 14 दिन गर्ने गरिन्छ, त्यो चाहिँ नर्मल भन्छ भने 7 दिन हो है। तर अब अरू कुराहरू गर्छ भने चाहिँ 10 देखि 14 दिन लगाउन सक्नुहुन्छ है त। अर्डिनरी पोटासियम सिमेन्ट है हजुर होइन यस्तो फुल अब यस्तो हुन्छ कि हजुरलाई चाहिँ जति धेरै गर्यो त्यति राम्रो हो। हामी स्ल्याबमा के गर्छौँ मरले चाहिँ 21 दिन गरिरहेको हुन्छौँ स्ल्याबहरूमा होइन, तर चाहिँ 7 दिन कममा पनि 7 दिन गर्नु पर्यो क्या, पानीको अभाव नै छ भने पनि 7 दिन चाहिँ गर्नु पर्यो भन्न खोजेको। गर्दा त हाम्रो 28 दिन नै गर्दा राम्रो हो नि त। कति नम्बरको 33 नम्बर गर्नुभएको थियो है कि 32? 32 को चाहिँ हाम्रो कोइजन धेरै छ भनेको इन्टरमोलिकुलर पार्टिकल भनेको पार्टिकल हुने बिचमा चाहिँ अट्र्याक्सन धेरै छ भनेपछि यसले के गर्छ हाम्रो ट्याङ्कसँग रिपल्सन गर्छ भनेपछि हाम्रो के भयो कन्भेक्स भयो, तर के गर्छ डाउनर हुने गर्छ। देयरफोर अप्सन नम्बर डी है त। एनी अदर्स? डिडिसी चेयरपर्सन भनेको के हो? डिडिसी भन्ने त हाम्रो के हो डिडिसी भन्ने त हाम्रो यो काठमाडौँमा छ डिस्ट्रिक्ट के छ हाम्रो डिस्ट्रिक्ट डेभलपमेन्ट कमिटी ना ट्याक्क फुलमा चाहिँ बसेर भएन है त। यतातिर हाम्रो के अरे डेरी साइडमा चाहिँ यो दुग्ध विकास प्राधिकरण के भनेछ नि त्यो चाहिँ छ है, तर अब जिल्ला समितिमा चाहिँ के छ ट्याक्क स्योर भएन है म। डेरी डेभलपमेन्ट कर्पोरेसन होइन हो त्यही हो डेरी डेभलपमेन्ट कर्पोरेसन है। यो चाहिँ हाम्रो त्यही त भनेको दुग्ध विकास भन्ने चाहिँ छ होइन, अरू चाहिँ म ट्याक्कमा स्योर भएन है त। ल कसैलाई अरू केही छ भने सोध्न सक्नुभयो, छैन भने चाहिँ हामी अहिलेलाई क्लास यहीँनिर इन गर्छौँ। भोलि बिहान चाहिँ हजुरको रेगुलर क्लास कन्टिन्यू हुनेछ है त। ल थ्याङ्क यू एभ्रिवान, ह्याभ अ गुड नाइट।